हामीलाई घरमा ग्यास राखेर फाइदा कि इन्डक्सन राखेर फाइदा हुन्छ डाउन द रोड? मैले हजुरलाई अनेस्टली सोधेँ। इन्डक्सन भने इलेक्ट्रिक कुकिङ सहज हुन्छ। अब एउटा चाहिँ यस्तो छ, आजको हिसाब गर्ने हो भने त एलपिजी सस्तो पर्छ इन्डक्सनभन्दा, आजको हिसाब गर्ने हो भने। तर जस्तो भुटानकै मैले अघि उदाहरण भन्दै थिएँ, त्यहाँ हाउस होल्ड काउन्ट गर्न बिजुली फ्री जस्तै चाहिँ 100 रुपियाँ पर हाउस यस्तो केही राखिदिएछ। मैले उदाहरण भने ठ्याक्कै एमाउन्ट मलाई थाहा छैन, तर त्यो हाउस काउन्टिङको नम्बरमा मात्रै पैसा लिन्छ। भनेपछि आफ्नो देशको उत्पादन बिजुली भएकोले गर्दा त्यो इन्डक्सन चलाउनलाई चाहिँ बिजुलीको प्राइस फरक गर्नुपर्छ, हाउस होल्ड कन्जम्सनको नोमिनल पैसा लिए भयो। सो हजुरको सजेसनमा हामीले एलपिजीको सट्टामा आरामले सकिन्छ, इलेक्ट्रिसिटी नै युज गर्न सकिन्छ आरामले। एलपिजीलाई घर घरमा पाइपलाइन पनि बढानी गर्न सकिन्छ, दुइटै अप्सन छ। सिएनजी एलएनजीबाट पनि पाइपलाइनबाट गर्न सकिन्छ, तर त्यो खालको चाहिँ पूर्वाधार तयारी स्टडी कहाँ गर्ने त्यसको रिसर्च नै भएको छैन। त्यो त फेरि एकदम हाई रिस्कवाला हुन्छ, प्रज्वलनशील पदार्थ अति नै। त्यसले गर्दा एउटा इन्टरनेसनल नर्म्स छ, अध्ययन पनि भएको छैन। कसैले त्यो विषयमा यसो मन लागेको ठाउँमा भाषण गरिदिने चलिदिने गर्छ।